फेरि भन्नु कहिले ल त मम्मी हामी हिँडेको शुभयात्रा भन्नु हाँ के हो बाघ भालु भेट्छ हौ जङ्गलमा घरमा पो भेट्छ त यहाँ तपाईँ जस्तै शेर्नी ल शुभयात्रा भन्नु पर्दैन बोतल त बोक्नु पऱ्यो नि त एउटा एक्स्ट्रा बोक्न छिटो एक्स्ट्रा एउटा बोक्ने बोतल माथि पाउँछ होइन हौ हामी कति बन्नु लागेको रे यो कस्तो लाग्छ त पिपी राम्रै लागिरहेछ कि अलिक खुट्टा खन्टा भइसक्यो ठिक छ हाम्रो गाइड हो आजको पिपी साइली पिपी हाम्रो गाइड बाबा अगाडि म पछाडि यताको झर्ना चाहिँ सुकेर छैन छ ओ माथि रहेछ कति ठुलो झरना राम रोटी चाहियो अरे भगवान् अरे हौ तानौँ न हामीलाई नि फर्स्ट उतारा मेरो कहिले बोक्ने सैनिक इलाका बाटो त थाहा छ नि ओइ त्यसो त कहाँ हुन्छ म कतै पछि परेको छु बाबा र बहिनी कहाँ पुगिसक्यो तर लास्टै रमाइलो रहेछ हौ थाहा छैन सपनामा सधैँ बाघ देख्छु बाघ चाहिँ नभेटोस् द्याट्स अल सेफ जर्नी टु अस यता होइन है यता जाने अरे त्यति बेला म त पछि पर्छु यहाँ हामी सुन्दरजल ड्याम आइपुग्यो ल खै त टेकेँ मैले ड्याममा ओके हो यही हो सुन्दरजल ड्याम अलि डर लाग्यो है मलाई चाहिँ पानीदेखि मलाई वाटर फोबिया छ सो मलाई अलि डर लागिरहेको छ त्यसमा आउनु भएको थियो हामी त झन् कति माथि पुगेको पहिला कति वर्ष अगाडि 5 वर्ष अगाडि हो क्या अरे है हामी माथि गएको कहाँ छ फुल मलाई मन पर्यो है यो उही भाग आयो भने के गर्ने कुन बाटो हो तर ऊ हुनुपर्ने के है त्यो यतै हो नि उयो हामी त अर्कै बाटो गएको जस्तो लाग्छ त्यो माथि कहाँ गएको थियो यतैबाट गएको थियो थिएन राम्रोसँग सोधेर आइज नि यो चाहिँ बाटो यो सेकेन्ड बाटो होइन यो पनि बाटो होइन त्यस बाटो जाने हामी चाक पुस्नलाई बोकेको जाओस् न त हाम्रा बाँदरले जहाँ जे देखे पनि झम्टिन्छ भन्दै हो रहेछ दामी छ यार क्रिएटिभिटी त मलाई पनि थाहा हुन्छ खसी बोका सबै हामी जानुपर्ने बाटो अर्कै रे तर हामी अर्कै बाटो गएर यहाँ लालीगुडा देखाएको थिएँ कि मैले ऊ छ त्यहाँ कति धेरै हेर्नु है यो बाटो हुँदै आएको हामी गाउँ जस्तै छ है बाबा किवी किवी भने ए हामी अघि फर्स्टमा थियौँ मैले हामी लास्टमा छौँ मलाई फुल जस्तो आएको त्यस्तै फुल टिप्छ यार जस्तो त त्यस्तै उयो त्यो बोर्डले धोका त दिँदैन नि बोर्डले धोका त दिँदैन नि हुन्छ त तिमीहरू कहाँबाट गएको थियो
त्यहाँबाट त पहिला मैले हिउँ हेरेको थिएँ त्यहाँ चाहिँ छोटो बाटो हो नि त्यहाँबाट माथि माथि जङ्गलै जङ्गल गाउँछ मेरो घर पुरै गाउँ भाइज दिइरहेछ है सहिताको साथी बाबा ओइ ओइ त कहाँ हिँडेको हँ किन हामीलाई पछाएको लालीगुराँस देखियो बिङ सो एक्साइट ओ म लालीगुराँस वाउ हुआ तिम्रो सकिँदैन है बाबा उक्ला कताबाट जाने हो बाबा आइज साने ओइ आइज यता 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 आइज आइज लालीगुराँस बनैभरि चिल्टी सजाउँछु बाबा लड्नुहुन्छ है कहाँ गएको ओइ आइज लालीगुराँस यहाँ बाँदरले केही भेट्नु हुँदैन है आफू चाहिँ खा अनि त्यसो चाहिँ अर्काको चाहिँ अर्कालाई चाहिँ बाँदर भन्नुपर्छ बाँदरले केही भेट्नु हुँदैन भन्छन् हो रहेछ अफ क्यामेराले मेरो बहिनीलाई देखेर मलाई थाहा भयो इक्जाम्पल प्रुफ हो गया खै स्याउ स्याउ बाबा चाहिँ कहाँ पुग्नु भइसक्यो बनाना खाने बनाना लालीगुराँस फुल कति धेरै नेपालमा कति स्यालेरी भयो भने तिमी विदेश जाँदैनौ भनेर उ गर्छ क्या मेरो बहिनीको खुट्टा मर्केर पनि हेर्नु कति अगाडि हिँडिरहेको छ म त पछि परिरहेको छु हिले भन्ज्याङ बाबा बन्द हुन्थ्यो त्यो त तिमीले जुमसुम उयो गरेर फोटो खिच्न जुम त भन्यो भने त्यो ट्याब हेर अहिले कति उ भइसक्यो त्यहाँ पनि मैले कहिले कसरी मैले गर्छु ल्याउने हो बिकनालाई त्यो त्यसपछि उ गरेर के खोजेको नि रोडतिर त्यसको नपाएर नमगाउनु अनि उता लगेपछि सबै ठिकै थियो त बाबाले उता बनायो कति ल्याएर तिमीले चलाएको मैले घरमा कोठामा ल्याउँछु मसँग भएको एक क्यामेरा ल्यापटप यो डाँडा सबै हामीले उ गर्यो के गरेको नै देखिएन त फाइनली हामी धापझाम पुग्यौँ ओए कति ठुलो यसको सबै ठाउँ एरिया घुम्ने ठाउँ छैन बाटो Oh my gosh! Woo!
आइसके माछा मछली ल कति राम्रो बाबा खोइ ओइ सुनिता कति राम्रो बाबा यहाँ आउनु न ल आइज म फोटो खिचिदिन्छु Finally we are in Bab Dam. Baba बहिनी ओइ हामी कति घन्टा लाग्यो आउनु के भन्नु मान्छेहरूको होला त्यहाँ बस्यो भने त यस्तो भिडियो बनाउनु पाउँदैन यसको भन्नु होला हेर त 2 बजेपछि चाहिँ बोलाइ पाउँदा आउँछौँ 11:30 बजीतिरै पुग्नु भाइ भन्दै गेटमा आउँदैछ 12 घण्टा हिँडियो आमै यात्रा राम्रै भयो एकदम राम्रो